नमस्कार सम्पूर्ण दर्शकबिनहरूलाई। हामी चाहिँ सिधा गाउँपालिका वडा नम्बर 2 स्थित आदरणीय दाजु पुरोचन्द्र आचार्यज्यूको चाहिँ स्याउ बगैँचा हामीले चाहिँ अवलोकन गरिराखेका छौँ। यहाँ चाहिँ हामीले विभिन्न किसिमका स्याउहरू देख्न सक्छौँ। यो स्याउ चाहिँ एकदम रातो भएर लटरमा फलेको छ। हामीले चाहिँ जुम्लालाई विशेष गरेर स्याउ क्षेत्र घोषणा गरेका छौँ र विशेष गरेर जुम्लालाई हामीले अनि तपाईँको स्वर्ग भनेर जुन भाष्य निर्माण गरिएका छौँ र यो त्यसै स्वर्ग भनेको होइन। यहाँ चाहिँ स्याउ फल्छ लटरमै चाहिँ यो स्याउको सिजन हो। यहाँ चाहिँ स्याउलाई हामीले सुन भनेर चाहिँ जुन भाष्य निर्माण गरेका छौँ। यो स्याउ चाहिँ विभिन्न किसिमको फलेको छ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ पुरै बगैँचा रातो लटरमै फलेको छ। तपाईँहरू यहाँ आएर खान सक्नुहुन्छ अथवा यहाँको स्याउहरू तपाईँहरू किन्न सक्नुहुन्छ। यहाँका स्याउलाई चाहिँ तपाईँले खरिद गर्न सक्नुहुन्छ र यो स्याउलाई चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ रातो भएर चाहिँ पाकेको छ। यो स्याउ चाहिँ हामीले देशभरिमा चाहिँ पुर्याउँछन्, व्यापारीहरूले देशभरि पुर्याउँछन् र यो स्याउ यहाँ हेर्नुहोस्। यहाँ एउटै रुखमा चाहिँ दुई किसिमको स्याउहरू छ। यो स्याउ चाहिँ गोल्डन स्याउ भन्छ यसलाई। अर्को भाषामा कृषकको भाषामा यसलाई चाहिँ भाले पनि भन्दो रहेछ। यसैलाई चाहिँ भाले स्याउ पनि भन्दो रहेछ। यसलाई चाहिँ योबाट क्रस गराएर चाहिँ अरू स्याउहरू बन्ने अथवा चाहिँ गुणस्तरयुक्त स्याउहरू उत्पादन गर्न सकिने रहेछ। यो हामीले चाहिँ पुरोचन्द्र दाईको बगैँचा अहिले अवलोकन गरिराखेका छौँ। साथीहरू हेर्न सक्नुहुन्छ पुरै चाहिँ स्वर्गभन्दा चाहिँ कम छैन। यो स्वर्गीय आनन्दभन्दा कम छैन। मलाई चाहिँ स्वर्गै आयो जस्तो लागिराखेको छ। म धेरै वर्षपछि यो स्याउ बगैँचामा आएको छु र म एकैछिनमा तपाईँलाई चाहिँ यो स्याउ बगैँचाको मालिकसँग कुराकानी गराउनेछु। एकछिन ल ल यो बगैँचाको हाम्रो कृषक उहाँ दाजु हुनुहुन्छ। दाजु नमस्कार तपाईँलाई। हामीले चाहिँ यो बगैँचा देखेर हामी एकदम चाहिँ मन लोभ्यायो। तपाईँले आफै यसरी गर्नुभयो कि अथवा कोही कामदार लगाएर गर्नुभयो के चाहिँ यो गरेर चाहिँ यो बगैँचा यति राम्रो चाहिँ सुन्दर गरेर यति स्याउ खुवाउनु भएको छ? यो अहिलेसम्म मैले कामदार एकजना पनि लगाएको छैन। कामदार लगाएँ मैले हात बुढीलाई लगाएको छु। नत्र अरू सबै अब हाम्रो सियावासी दाजुभाइहरू कात्तिकको महिना लाग्यो भने चाडबाड मनाएर नमनाएर अब तलतिर व्यापारको सिलसिला तलतिर आउँछन्। उनीहरू तलतिर गए म माथितिर आएँ। मैले यहाँ हिउँदको पुस माघको जाडो पनि भनिनँ, मैले थकाइ पनि भनिनँ। म यहीँतिर लागेँ। अहिले भगवान्ले परिश्रमको फल यति नै दिएका छन्। त्यही भएर मैले मेरो बगैँचालाई देखाउनलाई आज मेरो एउटा विज्ञ साथी पनि जान्छु मैले बोलाएको। अरू चाहिँ तलतिर क्या तपाईँ सुन फलाउन चाहिँ यहाँ पाहाडतिर हाम्रो जुम्लातिर सिजातिर आउनुभयो। म लेकतिर हाम्रो लेकतिर आउनुभयो। अरू चाहिँ तल झरे तपाईँ चाहिँ लेकतिर आउनुभयो। र हामी यसै क्रममा चाहिँ हाम्रो यो सिधा भेगकै अथवा जुम्ला जिल्लाका हामीले कृषि विज्ञ हाम्रो आदरणीय दाजु गोपाल रकाजी हुनुहुन्छ। उहाँसँग हामी कुरा गर्छौँ। दाजु यो के हो? यो तपाईँको पुरै आइडिया यो जुम्ला जिल्लाभरिमा छ भन्ने त कसरी चाहिँ परिश्रम गरिराख्नु भएको? यो पहिलो कुरो त के देखिन्छ भने धेरै जसो त यो स्याउको हेर्नु त यो उहाँले ठिक गर्नु भएको छ। यो भाले छैन, भालेको अभाव छ हेर्नु। भालेको अभाव भइसकेको कारणले गर्दाखेरि अरू बगैँचा त्यति कम फलेको छ। उहाँहरूको लटसम्म यति अब भालेलाई तपाईँले कन्ट्रोल गर्नु होला। हुन्छ। अब सबैले के भन्छन् भने स्याउ के सुनको अन्डा, सुनको अन्डा क्या कुकुरले सुनको अन्डा पार्ने यही हो। सुन अन्डा यही के सुनको अन्डा यही रुखमा यो ल भइहाल्यो नि। यो सुनको अन्डा भएन। यो सुनको अन्डा कुखुरा माउले यत्रो डल्लो पाल्ने होइन के। यही हो सुनको अन्डा भन्न चाहन्छु म। र जुम्लामा जुम्ली जनतालाई अब ओभरअल हिसाबमा सबैलाई माथि उठाउने स्याउ उखर्नै हो सबैभन्दा। त्यस कारणले तपाईँ हामी सबै जुम्ली जनसमुदाय स्याउलाई ध्यान दिउँ अरूभन्दा, अनि हाम्रो भविष्य उज्जवल छ। धन्यवाद छ। दुवैजना चाहिँ हाम्रो एकदम चाहिँ हाम्रो उदाहरणको पात्र हुनुहुन्छ। हजुरहरूलाई हेरेर अरूले पनि चाहिँ यसरी नै स्याउ फलाउन्। यहाँ चाहिँ सुन फल्छ भन्ने उदाहरण चाहिँ हामीले त्यसै दिएका हौँ। यहाँ सुन फलिराखेको छ भन्न चाहन्छु। धन्यवाद। धन्यवाद छ भाइ।